गर्नुपर्छ भनेर लाठी खाएको छु, पिटाइ खाएको छु, गाउँ गाउँमा स्कुल खोल्ने अभियानमा पनि छुटेको छु, गरेर देखाएको छु विद्यार्थीलाई ऋण दिनुपर्छ पढ्नका लागि भनेर महान युनिभर्सिटीलाई घेराएर कुरा गर्ने मानिस पनि मै हुँ र युवाहरूको पनि म महासचिव हुँ करोडको। त्यसैले युवाहरूको प्रतिनिधि पनि म। युवाहरूको लागि रोजगारी नेपालमै सिर्जना गर्ने कुरा, युवाहरूलाई अवसर दिने कुरा, युवाहरूलाई राजनीतिमा अवसर दिने कुरा, यहीँ भित्र युवाहरूलाई प्रशस्त मात्रामा लगानी ल्याएर रोजगार सिर्जना गर्ने कुरामा मेरो ठुलो भूमिका हुन्छ। म पनि अर्थशास्त्री हो एउटा, म पनि अहिले पिएचडी स्कलर हुँ, पिएचडी गर्दैछु। मलाई पनि थाहा छ अर्थनीति के हो, कसरी अर्थतन्त्रको सुधार हुन्छ भन्ने मलाई कुरा थाहा छ र यो मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिन्छ र यदि हामीले यो मुलुकको 30,000 भन्दा धेरै तपाईँको मेगावाट बिजुली बेच्न सकेको दिन हामी नेपालको युवालाई मात्र होइन विदेशमा रहेका विदेशी युवाहरूलाई पनि हाम्रो खेती गर्नका लागि, गाईगोठ सोर्नका लागि डलरमा पैसा दिएर ल्याउने सामर्थ्यको मुलुक निर्माण गर्नका निमित्त गोविन्द भट्टराई पनि राजनीतिमा लागेको भन्ने कुरा राख्न चाहन्छु। म धेरै